हाम्रो धरती हाम्रो आकाश हाम्रै परबेश, हाम्रो धरती हाम्रो आकाश हाम्रै परबेश, सबै मिली समगरी बनाऊ यो देश, सबै मिली समगरी बनाऊ यो देश। जय माटो। म चाहिँ हर्क साम्पाङलाई किन पनि सपोर्ट गर्छु भनेदेखि नेपालमा अहिलेको राजनीतिक माहौल हेर्दाखेरि वान एन्ड ओन्ली हर्क साम्पाङ मात्रै हो कि जसले चाहिँ देश र जनताको पीर व्यथा बोल्ने गर्दछ। जस्तो कि अहिलेको अवस्थामा धेरै पार्टीहरू खुले, धेरै पार्टीहरू दर्ता भए, तर त्यो पार्टीहरूको उद्देश्य लक्ष्य भने के हो त्यो तपाईहरुलाई पनि थाहा छैन। किनकि अहिलेको मान्छेहरू पार्टीलाई चाहिँ एउटा चाहिँ गरी खाने भाँडो, एउटा बिजनेस आम्दानीको स्रोत जस्तो मानेर चाहिँ पार्टीहरू दर्ता गर्ने, पार्टी बिना बाँच्नै नसक्ने, पार्टी बिना भोकै मर्ने जस्तो अवस्था छ। अहिले नेपालमा एक घर एक पार्टी बराबर छ। जति पनि अहिले पार्टीहरू खुलिरहेका छन् यो सबै पार्टीहरूको उद्देश्य लक्ष्य चाहिँ के हो त? तपाईहरुलाई लाग्छ उनीहरूले अझै पनि देश विकास गर्छन् र जनताको जीवनस्तर परिवर्तन गर्छन् भन्ने तपाईहरुलाई विश्वास लाग्छ? मलाई त त्यस्तो पक्कै पनि लाग्दैन। अनि हर्क साम्पाङको विरोध गर्ने व्यक्तिहरूलाई चाहिँ म के भन्छु भने हर्क साम्पाङले गलत चाहिँ के गरे? उनले त्यो ७६ जना जेनजीहरुको हत्या हर्क साम्पाङले गरेको हो? सिंहदरबार जलाउने हर्क साम्पाङ हो कि? किन चाहिँ हर्क साम्पाङको विरोध गरिँदैछ? हर्क साम्पाङलाई अगाडि बढ्नु नदिनुको मूलभूत कारण चाहिँ के हो त? किनकि कुरा क्लियर छ, हर्क साम्पाङ न कसै सामु झुक्छन्, न कुनै विदेशी सामु चाहिँ घोडा टेक्छन्। त्यसै कारणले गर्दा पनि यो सबै चाहिँ भइरहेको छ। न त म बालेन शाहको विरोधी, न रवि लामिछानेको विरोधी हो, किनभने उनीहरू पनि अहिले देशलाई चाहिने मान्छेहरू हुन्, उनीहरू पनि आउनुपर्छ देश। तर हर्क साम्पाङले बोलेको कुराहरू पचाउन नसक्ने व्यक्तिहरूलाई म के भन्न चाहन्छु भने देश बेचेर, जनता बेचेर, नदी नाला बेचेर, करोडौं अरबौं खरबौं भ्रष्टाचार गरेर उनीहरूले सिर ठाडो पारेर घोक्रो फुलाई फुलाई घमण्डका साथ बोलेको पचाउने मान्छेहरूले हर्क साम्पाङको दुई शब्द सत्य कुरा पचाउन नसक्ने भन्ने कुरा पनि हुन्छ। यो भेदभाव किन भइरहेको छ? त्यसैले गर्दा पनि माटोको माया नहुनेलाई देशको माया छ भन्ने विश्वास गर्न सकिँदैन। त्यही भएर जसले जसलाई सपोर्ट गरे पनि राम्रो मान्छेलाई सपोर्ट गरौँ, राम्रो मान्छेलाई अगाडि बढाउँ भन्ने हो। म यो भन्दिनँ कि हर्क साम्पाङ मात्रै अगाडि बढौँ भन्दिनँ, तर विरोध चाहिँ किन, जसले गलतै गरेको छैन विरोध चाहिँ किन गर्ने? सबै मिलेर जाउँ, बालेन पनि अगाडि बढोस्, रवि लामिछाने अगाडि बढोस्। तर बालेन र रवि लामिछानेले जति गर्छन् त्योभन्दा धेरै हर्क साम्पाङले गर्छन् र राम्रो पनि गर्छन् भन्नेमा चाहिँ विश्वस्त छु। त्यही हो, तपाईहरुको आफ्नो आफ्नो विचार हो। म चाहिँ त्यही भन्छु कि हाम्रोलाई हैन राम्रोलाई साथ दिउँ, त्यही भन्न चाहन्छु। साथ सपोर्ट गर्नु होला माटोलाई। जय माटो।